हेलो गाइस, वेलकम छ तपाईहरुलाई मेरो च्यानलमा। म चाहिँ भने आज पसलमा छु है। दिनको 2-2:30 बजी भइसकेको छ। रेस्टको टाइम चाहिँ मैले सानो भिडियो बनाउँदैछु साथीहरु, तपाईहरुलाई पनि देखाउँदैछु। यो मेरो पसल हो। यहाँ सिक्ने बहिनी चाहिँ यहाँ पुरा आज दोस्रो दिन नि दोस्रो दिन बहिनीले यहाँ सिक्दै गरेको हेर्नु न। हिजो मेसिन चलाउन सिकेको थियो है। आज चाहिँ यति लामो तुना बनाएको छ यहाँ हेर्नु है साथीहरु। आज सिधा बनाउनलाई मेसिन चलाउन सिकाउँदैछु मैले है। कस्तो लाग्दैछ बहिनी? एकदम राम्रो लाग्दैछ। अब यही तुनाले फाँसी लाग्नु त्यसो त गर्नु हुँदैन। मलाई मार्नुहुन्छ दिदी भेनाले। भगवान कस्तो कुरा गरेको म त। अरूले फाँसी लाग्यो नि लाग्नु, तर यसले चाहिँ नलाग्नु नि फेरि। भोलि मलाई फेरि सर्जिमिन यो त सावित्रा टेलर्समा बनाएको तुनाले मरिन्छ भनेर मलाई फेरि जेलमा लगेर हाल्छन् है। हो केटी त्यसो नगरौँ है ल। के म त यहाँ के सिकाइदिउँ, यसो आत्मनिर्भर बनाऊ है भनेको त यहाँ त नि आत्महत्या गर्ने कुरा पो गर्छ त गाइस। तपाईहरुले यहाँ कमेन्टमा लेखिदिनु पर्यो लु, यो यसरी भएन है ल। अनि आज चाहिँ पानी परिरहेछ। यति शीतल मौसम छ है साथीहरु। आमा के भन्नु र, यति रमाइलो छ, आनन्द भइरहेछ है। काम गर्न नि हामीलाई एकदम सजिलो भइरहेछ। यहाँ हेर्नु होला, यही पानी परेर सजिलो भइरहेछ। धुलाबारीको हाम्रो पसलको अगाडि यस्तो छ हेर्नु है ल। पानी परेर सिम पानी रहेछ। कति आनन्द छ हेर्नु है साथीहरु। मौसम एकदम दामी छ। काम गर्न पनि सजिलो भइरहेछ। एकदम ह्याप्पी। यहाँनिर यहाँ मेरो एकजना बहिनी छिनौ, यहाँ काली बहिनी। यहाँ हेर्नु होला। आयो बिचारा, यहाँ यसको डिजाइन पनि देखाउनु पर्यो है। ब्लाउज यसरी सिलाएर राखेको छु मैले है, राम्री बनाएर। अनि मैले यहाँनिर के भन्छ यो नेकलेस पनि लगाइदिएको छु त। यहाँ हेर्नु है ल साथीहरु। कति कस्टमरहरू आएर यहाँ हामीलाई छैन, यहाँ डमीलाई लगाइदिनु भएको भनेर क्वेसन गर्नुहुन्छ है। आयो कति सुहाएको छ कि मेरो डमीलाई, त्यही भएर म यो चाहिँ जहिले लगाइदिरहेको हुन्छ है साथीहरु ल। यहाँ हेर्नु होला, यी साडीहरू यहाँनिर कस्टमरको कपडाहरू छ है। के साह्रो निब्रेर सिलाक्यो सुन त। धागो हालेको त्यति आयो साथीहरु। के गर्नु र, यस्तै छ हो। हामी चाहिँ पसलभित्र मजाले बसेर काम गर्दैछौँ। आनन्दले, शीतल पनि छ है। बिचरा घाममा काम गर्नेहरूलाई, पानीमा काम गर्नेहरूलाई कति गाह्रो भइरहेको होला है साथीहरु। के गर्नु र, हामीले पनि पहिले गरेकै हो, नगरेको होइन। पानीमा पनि मजाले कम्मरसम्म पनि डुबेर धान पनि रोपेकै हो होइन। अनि घाम लाग्दाखेरि पनि एकदम फेटा बाँधेर क्याप टोपी लाएर मकै गोडेको, धान काटेको यादहरू पनि छँदैछ। यस्तै हो, अब कहिले दुःख कहिले सुख। अनि हामीले चाहिँ अहिले चाहिँ एकदम कटिङ सिकेर अनि कपडा सिलाउने भएर हामीले चाहिँ पसल खोलेर बसेको छौँ। यस्तै छ जिन्दगी। धेरै त भएको छैन, 10 वर्ष जति भयो। 10 वर्ष जति भयो त्यो पसल खोलेर बस्न थालेको। घाम पानीबाट चाहिँ जे बचेको छ भन्नुपर्छ है साथीहरु ल। त्यही भएर यहाँनिर एकजना बहिनीलाई पनि मैले चाहिँ सिक्नुपर्छ है, सिक्नुपर्छ। घाम पानीमा खटिनु पर्दैन, यसो 2 पैसा भए नि कमाउनु पर्छ भनेर चाहिँ यहाँनिर सिकाइराखेको छु है साथीहरु। तपाईहरुलाई म एकदम अपडेट दिइरहेको छु है, भिडियोहरू लगाइरहेको हुन्छ, हेर्नु होला है। अब यो बहिनीले कहाँसम्म पुर्याउने हो थाहा छैन। कतिको सिक्ने हो, कतिको आत्मनिर्भर बन्ने हो, कतिको मेहनती बन्ने हो, सफल हुने हो कि नहुने हो। यहाँ अनुहार हेरिराख्नु होला है लु। आयो ल साथीहरु, आजलाई चाहिँ यति नै है ल। बिदा पाऊँ।